हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल। आज हामीहरू चिकन मोमो बनाउन गइरहेका छौँ। चिकन अनि सोया चङ्क्स अनि प्याज मिक्स गरेर अनि टमाटरको अचार। त्यसको लागि अब हामीहरू तयारी गर्दैछौँ। हामीहरूले सोयाबिन भिजाएका छौँ। किमा रेडी बनाएर बजारबाट ल्याइसकेका छौँ। अब प्याजको बोक्रा फालेर धोएर अनि प्याज काट्नुपर्छ। टमाटर अनि दाउनहरू फ्राई गरेर अनि चटनी बनाउँछौँ। हामीले फेरि मैदाको त्यति मोमो खाँदैनौँ, आटाको मोमो बनाउँदैछौँ। तपाईँहरूले पनि आफ्नो घरमा आटाको हेल्दी मोमो बनाएर खान सक्नुहुन्छ। प्याज काट्दा चाहिँ एकदम पिरो हुने गर्छ। नयाँ प्याज आज कति पिरो हो। सबैभन्दा गाह्रो काम भनेको यो प्याज काट्न नै होला। बोक्रा फाल्दा त यस्तो पिरो हुन्छ भने प्याज काट्दा कति पिरो होला। अब यसलाई धुनुपर्छ। प्याज पखालिसकेपछि अब हामीहरू यसलाई मसिनो गरेर काट्छौँ किमाको लागि। टमाटर चाहिँ चटनीको लागि अहिले बनाउनुपर्छ अचार। यता राख्छौँ। प्याज काटेर यो बाटीमा राख्छौँ। सबैभन्दा झ्याउ लाग्ने काम भनेको एउटा प्याज काट्न अनि अर्को चाहिँ कुकरको बिर्को बाँध्नु। त्यो कुकरको बिर्को बाँध्न पनि यस्तो अझ उम्रेछ भने त यस्तो गाह्रो लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ? सायद मोमो सबै नेपालीहरूको एकदम मनपर्ने खानामा पर्छ होला। मैले त्यस्तो मोमो मन पर्दैन भनेको त्यति कोही सुने छैन कि। मेरो त झन् मोमो नै फेभरेट हो। मेरो निकनेम नै मोमो लभर राखेको छु। तर हामी त्यति बाहिर त्यति साह्रो मोमो खाँदैनौँ। प्राय घरमै बनाएर मोमो खाने गर्छौँ। यसै गरी हामी अरू प्याज पनि मसिनो गरेर काट्नेछौँ। प्याज काट्नुपर्छ। अघि पछि जाँगर नलागे पनि मोमो बनाउनु भनेपछि चाहिँ एकदम जाँगर लाग्ने मान्छे म।
कहाँ छ दिदीको उही माथि छ छैन हो छैन तल होला यो सुने तल्लो लाइनमा अलिकति छ भन्नु शान्ति राख्नु तेलमा राखेर पानी हाल्छ तेलमा हो पहिला हुन्छ ग्यास ठुलो ओ माई गॉड धेरै हुन्छ नि पुग्छ ल प्याज काट त प्याज हो कि टमाटर सानो बनाउने हो कि त बन्द त गर्ने होइन आगो निस्किन्छ आगो भाइ आगो बाली बाली पकाउँछ भने थाहा छैन यो कुहिए थियो मैले फाल्दिएँ बोल्ने हुन्छ मान्छेले त्यसरी आगो भएको तर बोल्ने हुन्छ त्यो काम गर्नुपर्छ अरू चाहिँ धेरै चाहिन्छ आगो लाग्ने
तेल गोडी भएर हालेको पर्खिराख्नुपर्छ अलिअलि राख्नुपर्छ र टेस्टको लागि फ्राई गर्दा त चटनीमा यसमा पानी राखेर पनि यो के गर्ने पर्दैन अब मिक्सर हाल्दैन पानी हाल्दैन नि गल्छ पानी यसमा फेरि पानी राखेर मैले राम्रो होइन त गल्न गल्छ हुन्छ टमाटरहरू के खुवाउनु त टमाटर दाम बदाम धनियाँ सबलाई गटी पर्दैन त्यो धनियाँ मैले मम्मी हालेको छु मैले भेट्यो नि त्यो धनियाँ हात देखेछ देखि मान्छे त देखिनुहुन्छ नि सबै त मुख के छैन कि हामीहरूले यसरी आँटाको पिठो मुछेर आँटाका मोमो बनाएर खान्छौँ मैला स्वास्थ्यको लागि हानिकारक छ धेरै मैला खानु हुँदैन त्यसैले हामीले आँटाको त रोटी पनि खान्छौँ मोमो खाँदा किन अनहेल्दी हो नि मैदाको खाँदा पो अनहेल्दी हुन्छ हामीले अनहेल्दी चिज जङ्क फुड मैदा त्यति खाँदैनौँ भन्ने दिदी चाउचो खान्छ ओके के भन्ने अब पहिला त्यसलाई घर पाहाड बसेर यो पाक्यो होला कि नहीं दिदी यो पाक्यो होला पाक्यो खा क्यामेरा रोक्दैन राम्रो हुन्छ भिडियो अब भेरी ओके
राख्नुहोस् त मम्मी उता बेल्ट अहिले सुस्त बोल्न भन्न चाहिँ आमालाई बोल्ने अधिकार छ तर अरूको डिस्टर्ब गर्न छैन ल डल्ल पाएर हाल्छु क्या गिलो गिलो छ त वान चम्चा अहिलेभन्दा 8 वर्ष अगाडिबाट सानो शिक्षण चलन लगाइदिउँला मैले 10 वर्ष अगाडि एउटा हो मैले पुरै हेरेकी छु मलाई नदिएको पूजा मम्मीले अघिबाट मैले चलाउँथेँ मान्छे फर्स्ट मामा के फोन गर्दैनस् त त्यसबाट के बनाइदिन्छ उरा यो अड्डी राखा तपाईँले बनाइराख्नु भयो मैले के गर्नु पर्यो भन्नु नानी मामा टोपी लाऊ न मामा खाना त्यत्रो पढे लेखेको मान्छे अब भर्सा पढेको मम्मीले मामा बनाउनु लाइछ हेर त अड्डिन त कि अनलाइन अर्डर गरेर के परेछ कि दराजबाट तिमीले खिचाम त नत्र चप्पल लाऊ के तिमीले रोके चप्पल लाएर डिजाइन बनाउँदा अलि नयाँ नजिक लगाएर फोकस गरी जे गरिराख त्यसलाई मामा मेरो यहाँ लाडीले गरेको हजुर को र गयो म माइजू अनि माइजू भान्जी अनि तल दुईटा बहिनी नाना कान्छा ए ल ल कति क्लाससम्म चाहिँ कानको विद्यालयमा रहेछ त्यहाँ के गर्छु भने धेरै राम्रो मान्छे हो कि 1 मा
यसो रोक बेकार डाँडा पुरै मम्मी पढेको आउने भयो आए नि हुन्थ्यो नानी के गरिछौ मम्मा खान्छु हजुर मामा गुड लाऊ यहाँ आऊ नाना नाना गुड Hoppa. Mama? Eh. Amara? Mama? हाम्रो ममा रेडी हुँदैछ हामीहरू लगभग एक भाँडो भरिसकेका छौँ म मम्मालाई सेप दिँदैछु हाम्रो अनिस भाइले डल्लो पार्दैछ बेल्नको लागि सानो सानो कस्तो राम्रो देखिएछ सेप दिएर यता हाम्रो अनिस भाइले पिस बनाउँदैछ डल्लो पार्दैछ Daddy? Ajun? Ma. तिम्रो नाम के हो अमाइरा हो के आमा What is this? No, baby, no. Baby को बाबू है Where is your बाबू मामा फुट्यो एउटा मामा हजुरहरूलाई यदि मोमोको सेप बनाउन आउँदैन भने यसरी सिम्पल तरिकाले सिम्पल मोमो डिजाइन बनाएर खान सक्नुहुन्छ एकदम इजी हो होल गर्न चाहिँ यो सबैभन्दा सिम्पल इजी हो एउटा राउन्ड राउन्ड हुन्छ त्यसपछि चाहिँ यो सजिलै हो हाम्रो एक भाँडा मोमो रेडी भइसक्यो अर्को एक भाँडा पनि भइसक्यो दुई
अब हामी यसलाई स्टिम गर्नको लागि छोडिदिन्छौँ। यता फेरि अर्को भाँडा रेडी हुँदैछ, त्यसपछि 3 भाँडा एकैचोटि स्टिम हुन्छ। यदि म प्रधानमन्त्री भएँ भने चाहिँ मलाई नेपालको राष्ट्रिय खाना घोषणा गर्नुपर्छ के, किनकि जसलाई पनि मोमो मनपर्छ ठेलामा होस् या रेस्टुरेन्टमा लभ पर्दा होस् या ब्रेकअप हुँदा मोमो पार्टी भन्छन्। अनि जहाँ पनि स्कुलमा कलेजमा क्यान्टिनमा जहाँ पनि मोमो ठेलामा पनि मोमै, घरमा बनाएर नि मोमो नखाने मोमो मन नपर्ने त सायद कोही पनि छैन होला कि। त्यसैले मोमोलाई नेपालको राष्ट्रिय खाना घोषणा गर्नुपर्छ कि। स्वास्थ्यको लागि पनि मोमो त्यति अनहेल्दी चाहिँ होइन। हामीहरूले यदि आटाको मोमो बनाएर खायौँ भने त आटा हेल्दी नै हो, अनि त किमा पनि सबै हेल्दी नै हो। त्यसैले मोमोलाई अनहेल्दी भन्न मिल्दैन, हेल्दी नै भयो। स्टिम गरेर खाँदा न तेल युज हुन्छ, फ्राई गरेर खाए पो अनहेल्दी हो। अनि न यसमा धेरै अननेसेसरी केमिकलहरू अनि सोडाहरू हामीले राख्छौँ। त्यही राख्ने भनेको मोमो मसला हो। यति राख्न नचाहेमा त्यो पनि अप्सनल हुन्छ, नराख्दा नि हुन्छ। सबै राख्दिनु केही यति सामान राखिदिनु हो दिदी, यति राखिदिनुहोस्। गऱ्यो के गऱ्यो, कस्तो खान्छ फोन मैले त्यही फोन आउँछ भनेर। नुन धेरै भयो, भर्न मिलेन। नुन धेरै भएर भर्न पनि मिलेको छैन। प्र्याङ्क मोमो होला पर्छ है। प्र्याङ्क मोमो कुन होला? मोमो बनाउन पनि एकदमै गाह्रो छ। छन त आफै बेल्नुपर्छ, आफै भर्नुपर्छ, किमा आफै रेडी गर्नुपर्छ। चटनी चाहिँ अनिस भाइले रेडी गर्यो, अनि डल्ला चाहिँ अनिस भाइले बनाइदिएछ। त्यति चाहिँ अरू बेल्ने र भर्ने काम मेरो हो। मैले मोमोको सेप चाहिँ राम्रै दिएँ जस्तो लाग्छ, तर काम चलाउ ठिकै छ। यस्तो गराउने, यस्तो 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 यताका ल्याउँदै जोड्दै मलाई आउने अलिअलि यो त्यस्तो गरेर। शनिबारको बुटोल घर बस्ने हो भोलि। ए ठिक छ, त्यसो भए त त्यति कम हुन्छन्। अनि हामी त बिजनेस गर्ने हो। बेली मान्छे लिएर आयो दिदी। चिकन मोमो खानुहुन्न शनिबारले? चिकन निकालेर प्याज र उसको खानुहुन्छ कि? चिकन निकालौँला। आउनु तपाईँको नि काटिदिन्छु, वुल्फ कट। ल मम्मी, बुलेट ट्रेन सुरु। अरू बाध्यताले खोल्ने मन त थिएन। लाइदिन्छु मोमो बनाउन। त्यही पनि कि बोरो देउन राखेर पल्टाएको भनेर। पक्का घन्टी मित्र हुन्। झोले त यिनीलाई त झोले भन्छ। घन्टीले नास्ता खाऊ। भोक लाग्यो भन्दै खाना आएको थियो के, नास्ता खाना कोदाको भाँडो बनाएर बानी खामला भन्थ्यो नि गीताले। हो एकछिनका नास्ता खाएर आउँछु भनेर बसेँ, त्यहाँबाट गइनँ। मिलन चोकतिर त्यताबाट जाँदाखेरि फेरि अलिक धेरै रिस उठ्छ। गइएन त्यतिको। माइल दाइ, हाम्रो राष्ट्रिय खाजा मोमो सेप दिएर लगभग सकिन लागिसकेको छ। हाम्रो किमा आधीभन्दा धेरै सकिसकेको छ।
हामीहरू अन्तिम चरणमा हौँ। हामीहरू एक भाँडा चाहिँ बोइल गर्न पनि राखिसकेका छौँ। तपाईँ हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हाम्रो मम्मी आएर बेल्न लाग्नु भएको छ, त्यही भएर मैले अहिले भोर्न मात्र लागेकी छु। तपाईँहरूको फेभरेट कुन मोमो हो? स्टिम मोमो, फ्राई मोमो, चिकन चिल्ली मोमो, झोल मोमो, कुन मोमो मनपर्छ तपाईँहरूलाई? मलाई चाहिँ एकदम स्टिम मोमो मात्र मनपर्छ। अरू मोमो मलाई त्यति इन्ट्रेस्टै लाग्दैन। अहिले मानिसहरूले यो राजनीतिको कुरा भए केही गर्दैनन्। अनि यो मोमो बनाउँदा नि पुरा राजनीतिको कुरा मात्र गरेछन्। मान्छेको फोन आएको आइछन्। अनि म यो भिडियोको साउन्ड चाहिँ म्युट गर्न बाध्य भएँ। यदि अब फेरि कुनै राजनीतिक दललाई त्यसको कारणले मन दुख्ला भनेर। यो राजनीतिले पनि साउन्ड नै म्युट गर्न बाध्य गरायो। कस्तो राजनीति आइछ। जसले जिते पनि हाम्रोले भन्दा राम्रोले जितुन्, त्यही नै हो। अरू त के भन्ने हो र, होइन? मत भनेको गोप्य मतदान हो। हामीले गोप्य तरिकाले दिन्छौँ। हामीले हल्ला पनि गर्दैनौँ। हामी कुनै पार्टीमा देखिन पनि देखिन्नौँ। तर हामीले राम्रोलाई नै भोट दिन्छौँ हाम्रो तर्फबाट। न हाम्रा बा उठेछन्, न आमा उठिन्छन्। हाम्रो लागि सबै एउटै हो। त्यही भएर जो राम्रो छ त्यसैलाई नै हामीले भोट दिन्छौँ। तपाईँहरूले पनि राम्रोलाई दिनु होला भन्न चाहन्छौँ हामी यही भिडियोदेखि। तिमी भेन लागेको कस्तो ठिक्क मुसेछ आज त, होइन? म मान्छेले खुर्सानी ठोकेछ, चावडा खुर्सानी पिरो बनायो, थोरै रोबेर खाना। चटनी पिरो नखाएर केमा खाने? अरू यो मोमोमा केही पिरो राख्यो होइन? नखुवाएर यो नानीले पिरो हाल्ने होइन भन्ने पहिला सबै झिकिन् त। मैले त पेट पोलेर दिइसक्यो त। कति पिरो खाएर कस्तो रातो खुर्सानी खानै हुन्छ। चाउचाउले त फेरि पोल्दैन। मेरो पेट पोल्छ कि ग्यास खाने त्यति रातो। मम्मीले फेरि भित्र गएर आत्तेर खाने मलाई यसो बढुन् भनेर गनुन् न मान्छेले। मोटो भयो कि मम्मी। मोमो बनाउँदा पिठो रह्यो भने यस्तो गराएर पानी हालेर अनि चटनीसित ट्वाक्क खान हुन्छ। कहिले सबै सेम। तर क्यामेरा बनेको त कुची ल्याउन पर्यो। हजुर आमा ल्याउनुहोस् ल, मोमो खानुहोस्। जस हाम्रो अघिको प्र्याङ्कवाला मामा अनिस भाइलाई परेको छ। अनिस भाइले त्यसको सेप छामेरै थाहा पाएका छन्। हामीहरूले अब यसलाई फोटो पनि हेर्दैछौँ। नुन चाहिँ मोमोमा तस्तै बस्नु रहेछ है। हाम्रो मोमो अब खानको लागि रेडी भइसकेको छ। हामीहरू प्लेटमा मोमो लिएर खाने तयारीमा छौँ। देख्न सक्नुहुन्छ आटाको मोमो एकदम पाकेको छ। देख्दै खाउँ लाग्ने पाकेर यसको कलर नै चेन्ज भइसकेको छ। हाम्रो चटनी पनि एकदम रेडी छ। अब हामीहरूले मोमो खान सुरु गरिसकेका छौँ। मेरो भाइ, मम्मी अनि अर्को एकजना भाइ अनि मेरी छोरीले मोमो स्टार्ट गरिसक्नु भएको छ। मैले पनि मोमो खान लागिसकेकी छु। मोमो यस्तो टेस्टी छ घरमा। तर बाहिरको मोमो पनि मिठो हुन्छ होइन? तर बाहिरको मोमो भन्दा घरमै बनाएर खाँदा मोमो एकदमै मिठो हेल्दी हुन्छ। अनि घरमा बनाएको मोमो हामीहरूले धेरै पिस पनि खान सक्छौँ कि।
त्यसमा हामीहरूले जे पायो युज गरेको हुँदैन, एकदम हेल्दी हुन्छ। तपाईँहरूले पनि घरमै बनाएर हेल्दी मोमो खानुहोस्, इन्जोय गर्नुहोस्। फ्यामिलीहरू हुँदाखेरि एक्लै असम्भव होला, तर फ्यामिलीहरू जम्मा भएको बेला खान सक्नुहुन्छ। आटाको मोमो खानु होला, हेल्दी हुन्छ। अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई।